हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ बबिता तामाङ पाँचराईबाट। अनि आज चाहिँ म लामो समय पछाडि मेरो फुलको भिडियो लिएर आएको छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो चाहिँ अहिले फुलेको कागती फुलहरू हो, गोदावरी कागती। अनि खास चाहिँ दसैँमा फुल्नुपर्ने। अनि अस्ति दसैँमा पनि फुलेको थियो कि तर त्यत्तिकै तिहारमा अनि पानीहरूले परेर बनाउनै पाएको थिइनँ। अनि आज चाहिँ बल्ल बल्ल फ्री भएर बनाएको। हेर्नु न कस्तो राम्रो भएको छ। यो चाहिँ अर्कै खालको छ। योबाट पनि छ लडेर के भएर। यो चाहिँ अस्ति फुलेर पनि सकिसक्यो। यसको चाहिँ तल्लोपट्टि अझै धेरै राम्रो छ कि यिनीहरू पनि कस्तो राम्ररी भएको छ। यतातिर हेर्नु न फुलहरू सकिसक्यो सबै। योबाट पनि छ कागती फुल। अनि यहाँ चाहिँ यसरी छ। यसमा पनि सेम भइहाल्यो त्यतिर छ। अनि यस्तोहरू चाहिँ खासै भएन कि योपालि हाम्रोमा। अब यो झन् फुलेकै छैन, कहिले फुल्छ। यो पनि यस्तैबाट हो, अब कहिले फुल्छ पछि। अनि यहाँ चाहिँ राम्रो यस्तै भइरहेछ क्या फुल चाहिँ। अब यो अस्ति हावा पानीहरूले लडाइदियो नि त, अनि लथालिङ भइरहेछ, सुकेको जस्तो भइसकेको छ आधी फुल त। अनि यो पनि अलिक अर्कै एक्स्ट्रा खालको छ कि यसको बनावटहरू नै फुलको। अनि यो फाल्टै कलर छ, पहिला थियो पोहोर त देखिनँ। फेरि यो साल पनि एकपट निस्केर आएर छ। यो पनि सबै हेर्नु न सुकिसक्यो फुलहरू त। यो चाहिँ हेर्नु न यस्तो राम्रो फुल्थ्यो, अस्ति हावाले पानीले सबै भिगाइदियो नि। र पनि यस्तो मजाको भएको छ। यहाँ चाहिँ सुक्यो सबै, यताको त अब त बुढो भइसक्यो। यो चाहिँ त्यति जस्तो चाहिँ सबै यही कलरको थियो, सबै मऱ्यो सुकेर। अब त्यति चाहिँ राम्रै छ। यो चाहिँ 2 वर्ष जति भयो होला कि मैले यत्रो सानो टुक्रा लिएर आएको। अनि हेर्नु न अहिले लास्ट इयर फुलेन। यो त कस्तो मजाले फुल्यो। गोदावरीमा चाहिँ यो पनि छ, तर सप्रिन यो खालकोहरू त ठुलो खालको कहिले सप्रिँदैन हाम्रोमा, के भएको। यो अब एउटा बोटमा एउटा फुलिरहेको छ। ठुलो चाहिँ ठुलो छ, ठुलो खालको छ। एउटा फुलेको छ, बोट पनि यत्रै छ, फुल पनि सानो। यो चाहिँ पम्पम भेराइटीको हो कि, पम्पमले भन्छौँ बा होइन कि यस्तै यस्तै छ, होचुमै फुल्ने खालको कागती। अनि यो चाहिँ यल्लोबाट चाहिँ राम्रो भइरहेछ अलिअलि। यो अनि यो बोट भयो। अनि अरू कलरकोहरू त हेर्नु न सबै फुलेर पनि सक्यो। अब आधी फुलिसक्यो, आधी कोपी लाउनै बाँकी छ। यिनीहरू त सबै सकिसक्यो। म नेपाली भिडियो बनाउने टाइमै भएन नि त, अनि बनाएन, त्यही भएर अब फेरि अलिक पछाडि मजाले फुल्छ होला। पम्पम चाहिँ हाम्रो यति नै छ। बोटहरू त यत्रो यत्रो छ कि अब यो कहिले फुल्छ थाहा नै छैन। यसो पुरा बिसिजनको भइदियो कि योपालि पम्पमहरू। अनि योपालि हेर्नु न मेरो सबैभन्दा राम्रो भएको चाहिँ यो सयपत्री फुल हो कि। पोहोर त एउटा फुलेर मरिगएको थियो। अनि योपालि पनि हुन्छ कि हुँदैन भनेर थोरै बोट मात्र लिएर रोपेको थिएँ, तर कस्तो राम्रो भयो क्या। हेर्नु न यो चाहिँ 2 कलरमा छ। पुरा घामले गर्दा यस्तो देख्यो। यो एउटा योबाट अनि एउटा योबाट कत्रो कत्रो छ फुलहरू पनि। अनि यो चाहिँ यति छ। 12 बोट लिएको जम्मा। 12 बोटमा पनि एउटा चाहिँ सुरुमै अलिक मरेको जस्तो भयो, र पनि सानो फुलिरहेछ। अनि बाँकीको 11 बोट चाहिँ कस्तो मजाले फुलेको छ क्या। अस्ति पानीले धेरै कुटेर यसरी सबै भचाइदिएको छ कतिवटा चाहिँ, र पनि फुलिरहेछ। यो चाहिँ यहाँ बरान्दामा वाल पारिराखेको छौँ। सबै भचाएर यस्तो भएको छ। कत्रो कत्रो छ क्या ढुङ्गाहरू। हेर्नु न अब यो अस्ति पानीले भेटेर पुरा छिरबिर भएको, छिप्पिनु पनि आँटेको होला, अलिक पुरानो पनि। अनि त्यही भएर के छ फुल चाहिँ सयपत्री। यो बोटहरू चाहिँ यस्तो चाहिँ राम्रो देखिँदो रहेछ क्या, कलर पनि।
यहाँ एक लाइन चाहिँ जिरेनियम छ कि अलिअलि योपालि अलिअलि कलेक्सन गरेको अनि यति खालको छ। यो नजिकबाट हेर्दा चाहिँ यस्तो खालको हो क्या पिङ्कमा सेडिङ छ अनि कस्तो मजाले भइरहेछ योपालि चाहिँ फुलेर अलिक नयाँ बोटको अलिक ठुलो फुल्ने रहेछ कि यो चाहिँ अलिक पुरानो बोट हो नि त त्यही भएर अलिक सानो सानो फुलेको छ। यो चाहिँ अर्कै कलरको छ जिरेनियमहरू चाहिँ लगभग यति नै छ अनि यो रेड कलर हेर्नु न यो बोट पनि कति धेरै फुलेको थियो अनि यसको कटिङ जगाएको थियो क्या मैले धेरै त जगेन 2-3 बोट थियो अनि यो चाहिँ अहिले फुल्दैछ यसको मदर बुज पनि त्यतिकै छ अनि यो चाहिँ योबाट जिरेनियम राम्रो छ क्या ठुलो कति ठुलो फुलेको थियो अनि त्यो सकेर अब यो चाहिँ सानो सानो थोरै थोरै फुलिरहेछ अनि यो अघिकै जस्तो फेरि सेम यो चाहिँ अघिको चाहिँ पिङ्कमा सेडिङ छ यो चाहिँ पर्पल छ तर यो लाइटले गर्दा चाहिँ अलिक अनौठो देखिन्छ कि यस्तो छ क्या यो कस्तो राम्रो हेर्नु कस्तो मजाले फुल्छ यिनीहरू चाहिँ फुलेपछि अनि यो त रेड यो चाहिँ ठुलो अर्कै खालको रेड हो कि यो चाहिँ फुलेकै छैन अनि यहाँ न पिङ्क यस्तो मिठो पिङ्क छ नि यो क्यामेरामा त खोइ कस्तो आउँदैछ एन्टी लाइट परेर यस्तो छ क्या मिठो पिङ्क छ मजाले फुलिरहेछ यिनीहरू पनि बोट पनि हेल्दी भएर आएको छ यस्तो बोट क्या कस्तो मिठो कस्तो राम्रो मिठो कलर छ क्या स्विट कलरको फुल्नु पनि त्यस्तै राम्रो अनि जिरेनियम चाहिँ हाम्रोमा लगभग यति नै छ अहिले चाहिँ यसको पनि सिजन रहेछ है यो फुल पनि हाम्रोमा खासै राम्रो बनाउन सकिनँ म यो 1-2 बोट चाहिँ अहिले मजाले फुलिरहेछ सेम कलरको यो अलिक कलर फाल्टे हो कि जस्तो लाग्छ यो चाहिँ फुलेकै छैन कोपिला आउँदैछ मजाले यो अस्ति मैले फिडिङबाट लिएर आएको थिएँ अर्कै कलर भनेको लास्टमा अर्कै कलर छ जस्तो छ कस्तो आउँछ फुलेपछि चाहिँ अरू चाहिँ वाइटबाट हो यो त कुन सिजनमा लिएर हेर्नु न रोप्दाखेरि आफै भइहाल्छ अस्ति साउन कि भदौमा गएको थिएँ मलाई कस्तो राम्रो भइरहेछ अब यसलाई सार दिनुपर्ने छ अलग अलग पटमा धेरै नै जिरेनियमको चाहिँ बेबी प्लान्ट योपालिको कटिङहरू चाहिँ यसरी 1-2 बोट भए पनि राम्रो भइरहेछ यिनीहरूलाई घाममा निकाल्ने बेला भएछ अलिक ह्याङ्गिङ जम्मा 2टा छ त्यहाँदेखि कति मजाले हुँदैछ कि योबाट चाहिँ अलिक राम्ररी बढ्नै सक्दैन के भएको होला यसलाई चाहिँ उत्रै रोपेको जस्तो लाग्छ हेर्नु न यस्तो फरक छ यति छ बढ्दैन यो बढेर कत्रो भइसकेछ सबै कत्रो धेरै आइसकेछ अब लालुपाते चाहिँ बोट चाहिँ कस्तो राम्रो भइरहेको छ कलरै निस्केको छैन हौ अरू सबैकोमा कस्तो राम्रो कलर आइसकेको छ हाम्रोमा चाहिँ के भएको यस्तो बोट बिस्तारै आउँछ कि लालुपाते छ यसको पनि बोट चाहिँ कति राम्रो भएको छ क्या बिस्तारै फुल्छ होला यहाँतिर गए चाहिँ यसले साह्रै खान्छ कि फुल भ्याएसम्म चाहिँ राम्रो भएर आउँदैछ योबाट हेर्नु न चाहिँ मैले कतिवटा अब त्यो नर्सरीतिर त अब कहाँ पाइँदैन होला नि त कुन एरियामा चाहिँ अनि कति महँगो देखिरहेको थियो कि अनि हाम्रोतिर चाहिँ हेर्नु न जति उखालेर फाले पनि यत्तिकै छ यो माथिबाट वाइटबाट छ त्यो चाहिँ अलिक राम्रो लाग्छ र गमलामै राखिदिएको छु यो चाहिँ भुइँमै छ कि यत्तिकै छोरा छैन अब यो फेरि कहिले हुन्छ सबै उखालेर फाल्नुपर्ने हुन्छ लोकल अर्किड हेर्नु न अर्किडको नाममा यही एउटा फुलिरहेछ अहिले त्यो पनि यो लोकल हेर्नु न यसको यत्तिकै हो क्या पात पनि छैन
अनि चाहिँ फुल मात्र फुल्ने यो कोपिला अनि यतापट्टि फुल छ यहाँ अलिक तलतिर पनि छ यति नै अब यसले फुलेको यस्तो मात्र छ क्या कहाँबाट लिएर हामीले गाडेको बसेपछि फुल्नु चाहिँ फुल्छ बिरुवाहरू चाहिँ यहाँ छ तपाईँहरू कसले रोपिसक्नु भयो सक्नु भएन पिटुनिया अस्ति नर्सरीबाट लिएको यसलाई सिङ्गल सिङ्गल बनाउनु पर्ने छ यो सबै सिङ्गल पिटुनिया अब डबल जस्तै त्यहाँ थिएन र लिएकै छुइनँ अब 1-2 दिनमा लिएर रोप्ने अनि राइनोकुलसहरू पनि सारेको यत्रो भइसक्यो यो गमलाहरू खाली नभएर डबल सारिरहेको छौँ क्या हामीले सबै अनि यो सिनेरीहरू सेन्चुरी कसै कुनै इत्रु भइसक्यो कुनै यहीँनिर नर्सरी गरेको यहीँ छ अनि यहाँ चाहिँ यो डग प्लान्टहरू पनि छ सबै मिसाएर राखिरहेको छौँ कि अब 1-2 दिनमा छुटाउनु पर्ने छ डग प्लान्ट सिनेरियालाई एकपट्टि यो चाहिँ सबै प्रायः डग प्लान्ट हो यो चाहिँ हाम्रै घरमा बिउ उम्रेको थियो नि त उमारेको थियो मैले त्यही भएर चाहिँ धेरै रोपिरहेको छौँ सिनेरियाहरू यो चाहिँ किन चाहिँ उम्रेन हो कि भएको अब यहाँ 1-2वटा उम्रेको छ तर त्यो अब लोकल हो कि हाइब्रिड हो थाहा नै छैन त्यही भएर हामीले रोपेको पनि छैनौँ डग प्लान्ट अब यो फुल्न थालिसकिसक्यो क्या पिङ्क कलर गर्दा सरी यहाँको यति एरिया चाहिँ सबै नयाँ बिरुवाहरू मात्रै रोपेको छु राइनोकुलस नर्सरी गरेर राखेको नभएर हेर्नु झार भइसकिसक्यो राइनोकुलसभन्दा धेरै कति धेरै मर्छ क्या राइनोकुलस चाहिँ हाम्रो घरमा के भएर यो ट्याप्पै गरेको अब यहाँ कता मात्र छ प्रायः सँगै लिएको सयपत्री हेर्नु सानोमै मरेर त्यही भएर फुल्न त फुलिरहेको छ जबरजस्ती यस्तोबाट पनि छ यसलाई त निकाल्नु पर्ने थियो निकाल्नु बिर्सेछु पुरै स्पेस खान्छ क्या यसले मल पनि खाइदिन्छ धेरै यहाँ पनि छ घामले गर्दा नि सबै ओइलिरहेछ भरे बेलुका तर फलकिन्छ डग प्लान्टहरू त यहाँ पुरा फुलिसकिसक्यो सेतो पिङ्क कलरको नयाँ कलर चाहिँ नआउने हो कि के हो यो बोटकी भएर अलिक मऱ्यो कस्तो राम्रो झ्याप्प भइरहेछ हुनुमा सेन्चुरीहरू सबै यसरी छ यसको चाहिँ बिउहरू नर्सरी गर्नुपर्ने यिनीहरू पनि सार्नुपर्ने गमला सबै यतिखेरै फुल भएर एउटा गमला खाली छैन क्यालेन्चे चाहिँ योपालि स्याहार्नु नभ्याएको भनौँ कि नहेरेर भनौँ कि पानीले धेरै कुटेर यस्तै छैन यो चाहिँ आजको मेरो भिडियो चाहिँ यति नै थियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि तपाईँहरूको पनि कस्तो फुल छ अहिले कुन बिरुवाहरू रोप्नुभएको छ कमेन्ट गर्नु होला अनि भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला बाई सी यू इन द नेक्स्ट ब्लग